लौ न साथीहरू, मेरो त लुगा सबै भिज्यो हो गाँठे हुस्यो यस्तो लागेको छ नि। अहिले यहाँ हल्का खुल्ला भयो, अब टेरिका हुस्यो त यस्तो लाग्यो नि। मेरो लुगाहरू भिजेर हेरौँ न यहाँ, ल हातमा हेरौँ ल, यस्तो छ बिजोक है। चिसोले चाहिँ मैले अहिले बाइक कुदाउन अलिक सकिरहेको छुइनँ नि त होइन। अब लुगा भिजेर चाहिँ बेहाल छ। अब के भन्नु है, यहाँ हेलमेटमा पनि देख्न सक्नुहुन्छ यहाँ है, पानी तर पानी गरेर बसिरहेछ भने धेरै चिसो छ, धेरै चिसो छ। अहिले चाहिँ 7 बज्न लागिसक्यो है। चिसो चाहिँ ओभरै छ, हात ठेद्याएर त्यस्तै छ है। हातमा पनि हेर्नु न होइन, यस्तो भइरहेछ नि त। पुरै हुस्यो लागेर चिसोले चाहिँ बाइकमा चाहिँ लगभग ए बाइकमा चिसो छ है। चट्ट यहाँ पनि चिसो छ है, यहाँ पनि पुरै। अनि अब यही हो विराटनगरको यात्रा होइन। अब हेर्दै जाउँ। अब चस्मा लगाएको थिएँ मैले, चस्मा देख्न सक्नुहुन्छ है यहाँनिर। चस्मा लगाए जस्तो अगाडि केही पनि नदेखिने नि त, चिसोले यस्तो हुँदो रहेछ। के थाहा हो, चस्मा चाहिँ लगाइयो है। अब चिसोले गर्दा चाहिँ हात चाहिँ अति नै किक्रिक बनाइरहेछ नि त होइन। चिसो नभएको भए त कुदाउन सकिन्थ्यो, अति नै किक्रिक भइरहेछ। सो लेस चाहिँ हेरौँ अगाडि अझै के हुन्छ है। चिसो भए पनि जानै पर्ने छ नि त। अब हजुरहरूलाई धेरैजनाले थाहा नै होला है म किन जानु लागेको भनेर। किनभने म शुक्रबारदेखि चाहिँ म विराटनगरमै थिएँ नि त। शुक्रबारदेखि यता मात्र हो, मतलब शुक्रबारदेखि विराटनगरमा थिएँ भने हिजो मात्रै म यहाँ आएको थिएँ, त्यो पनि बेलुका आइपुगेको थिएँ। फेरि अब फेरि अब विराटनगरै जाँदैछु नि त होइन। किनभने बुढी बिरामी चाहिँ अब यो बेलामा बुढीलाई चाहिँ अलिकति होइन आज डक्टर कहाँ देखाउनु छ। 10 बजे पुगौँ भन्ने हिसाबले हिँडेको यार, चिसोले त हिँड्नै नसक्ने भइरहेको छु नि त। अब हेरौँ है अगाडि के हुन्छ। सो हेर्दै जाउँ साथीहरू। म चाहिँ धेरै अगाडि आइपुगेँ है। चिसोले चाहिँ देख्न सक्नुहुन्छ रातो होइन, सेतो। म कहाँ आइपुग्यो भन्दाखेरि उदयपुर गढी गाउँपालिका है। यहाँहरूलाई हार्दिक स्वागत गर्दछ भनेर चट्ट लेख्या रहेछ बोर्डमा चाहिँ होइन। चट्ट अब चाहिँ के गर्ने, हात त चिसो भयो, बाइक कुदाउनु सकिएन होइन। यो हात तताउने आइडिया चाहिँ है ल है साथीहरू। चट्ट तपाईँको हात चाहिँ चिसो ओभरै चिसो भएको बेला चाहिँ एकछिन यसरी राख्ने हो होइन। यसरी राख्दाखेरि के हुन्छ भने 100मा 90% चाहिँ तपाईँले एकदम तातो भएको महसुस हुन्छ होइन। बाँकी 10% भनेको त्यस्तै हो। ओभरै चिसो भयो नि त होइन। अब लुगा भिजेर पुरै अघि मैले देखाइहालेको थिएँ तपाईँहरूलाई, लुगा भिजेर एकदम खत्तम भयो नि त। त्यस्तैका हुस्योले त ल बाटै नदेखा भने मैले त कसम भन्नु पर्दाखेरि चाहिँ नि बाटै नदेखा के। यस्तो बिजोग पनि आज भयो है। सोचेको थिएन यति साह्रो चिसो हुन्छ र होइन गाह्रो हुन्छ भनेर चाहिँ। अब यता अब अलि ढिलो जाँदा पनि हुन्थ्यो होइन। अब जाँदा इमर्जेन्सी कामै थियो मेरो पनि नि त। अब इमर्जेन्सी काम हो भनेर चाहिँ मैले बिहान 6 बजी जानु गरेको, रेडी भएको। तर यसो बाहिर हेर्दाखेरि चिसो भयो होइन। ल यसरी जानु हुँदैन किनभने चिसोले मार्छ भनेर चाहिँ 6:30 बजे म बजारबाट निक्लेँ। लगभग 7 बजे भनौँ न निक्लेँ। त्यसरी गर्दा पनि चाहिँ यस्तो के कसम यार यति साह्रो चिसो हुन्छ नि सोचेको थिएन क्या मैले। पन्जा छ नि यो पन्जा लगाएको नि त। अहिले मैले पन्जा खोल्न नसकिरहेको कि। अब तपाईँहरूले के भन्नु होइन, अब भन्दाखेरि गफ हाने भन्ने हुन्छ। तर यस्तो पन्जे खोल्न नसक्ने पनि हुँदो रहेछ भने मैले त सोलुमा चाहिँ हुन्थ्यो गाह्रो होइन, ओभरै गाह्रो हुन्थ्यो नि त। अब बाइकभरि पुरै टुसारै पलाउँथ्यो नि त बाइक त्यहाँ राख्दाखेरि पनि। सो कटारीमा पनि त्यही हाल भयो क्या साथीहरू है। कटारीमा पनि त्यही हाल भयो र अहिले मैले हात सेक्दैछु नि त होइन। अब चस्मा देख्न सक्नुहुन्छ अझै पानी नै छ। फेरि बिहानै धुएर ल्यायो भन्नु होला, धुएको चाहिँ होइन यो चाहिँ किनभने नेचुरल हो। यो चिसोले गर्दाखेरि अझै पनि छ है। ल तपाईँहरूलाई देखाउन चाहन्छु म यहाँ होइन, हेर्नु सक्नुहुन्छ होइन। पुरै देखिरहनु भएछ नि पानी। यो चाहिँ यो अघि चाहिँ हुस्सेको कारणले सो घाम लाग्दैछ भनौँ, लाग्छ होइन मेरो विचारमा चाहिँ। र मैले चाहिँ यहाँ गणपति बाप्पालाई भनेको थिएँ सो घाम लाग्दियो भने चाहिँ हुन्थ्यो होइन। किनभने मलाई हिँड्नु छ टाढा भनेर चाहिँ मैले गणपति बाप्पालाई मैले एकदम पुकारिरहेको थिएँ। सो मलाई जहाँसम्म लाग्छ गणपति बाप्पाले यसो सुनिदिनु भयो कि भन्ने चाहिँ होइन। चट्ट लाएर बिहानै चाहिँ यस्तो खतरा देखिरहेछ नि है। खोलाको भ्यू देख्न सक्नुहुन्छ है गाइजहरू, तपाईँहरूलाई देखाएँ मैले होइन। चट्ट लाएर बिहानको नजारा चाहिँ एकदम बवाल छ क्या। मध्ये त घाम झुल्किनु लागिरहेछ नि त होइन। गाउँ यस्तो रहेछ, पातलो गाउँ, उदयपुर गढी गाउँपालिका रहेछ नि त होइन। यहाँ पनि त्यही कटारी नगरपालिका प्रवेश गर्नुभएकोमा हार्दिक स्वागत गर्दैछौँ है। कटारी नगरपालिका, कटारी उदयपुर, प्रदेश नम्बर 1 नेपालटार भनेर लेखिएको छ। सो अब चाहिँ म यहाँबाट जान्छु किनभने
भनौँ न 50मा 25% चाहिँ हात तातो भयो है। यति भए पनि त अहिले अब कुद्नलाई अलिकति सहज हुन्छ नि त भनेर चाहिँ फेरि अब म जान्छु यहाँबाट रेगुलर होइन। अब यहाँबाट गाईघाट पुग्ने चाहिँ म कोसिस गर्छु है। कतिको अब चिसो त भनेको भइ नै हाल्छ होइन। अब चिसोलाई पनि अब ध्यान नदिकन चाहिँ मैले बाइक कुदाउनु पर्ने हुन्छ। 10 बजे मलाई विराटनगर पुग्नु छ नि त। जसरी हुन्छ अगाडि बढ्ने कोसिस गर्छु। सो तपाईँहरूले होइन अन्तिमसम्म भिडियो हेरिदिनु होला भन्दै अब चाहिँ अगाडि बढ्छु म है त। गाइस म अहिले नेपालटार होइन ठ्याक्कै आइपुगेँ। नेपालटार चोकमै छु भनौँ है। देख्न सक्नुहुन्छ नेपालटार चोक। अनि मैले के सोचेको थिएँ भने यहाँबाट डाइरेक्ट चाहिँ म गाईघाट पुग्छु भन्ने जुन सोचाइले हिँडेको थिएँ त्यहाँ अघि परबाट चाहिँ सकिनँ। किनभने हात बरै चिसो भयो नि त, हात चिसो भयो। अनि यहाँ चाहिँ आएर एकछिन बाइकको इन्जिनमा चाहिँ हात सेकौँ भनेको नहुने रहेछ है। अब मलाई चाहिँ लगभग 10 बजी म पुग्न सक्छु सक्दिनँ चाहिँ मलाई कन्फर्म भएन। किनभने मलाई 10 बजे पुग्नु थियो होइन। पुग्नु सक्दिनँ होला जहाँसम्म लाग्छ। अब हेरौँ जहाँ अब जति बजे पुगिन्छ मलाई पुग्नै छ। र चिसोमा चाहिँ एकदम है एकदम चाहिँ सक्दो छिटो जान्छु भन्ने मेरो मनमा लागिरहेछ। तर मैले हिँड्न सकिरहेको छुइनँ है बाइकले चिसोले गरेर। घाम लाग्यो सो अगाडि उतातिर चाहिँ यो साइडमा चाहिँ मजाले हुस्से लागिरहेछ नि त। अहिले पनि अलिअलि देखिरहनु भएको छ होइन। हुस्से लागेको छ। त्यो हुस्सेको कारणले म जति धेरै कुदाउँछु त्यति धेरै चिसोले चाहिँ हात ठिर्याउने क्या एकदम ठिर्यायो। कुदाउनु चाहिँ अलि मलाई गाह्रो हुँदै हुँदै आएपछि चाहिँ अन्तिम अवस्थामा आएर फेरि मैले रोक्नु पऱ्यो होइन। अब यहाँबाट फेरि अगाडि जान्छु हेर्छु म कहाँसम्म जानु सक्छु है। अब जान्छु केही छैन। चिसो भनेको त भइहाल्छ होइन। सो मेरो बुढीको चाहिँ जुन एमआरआई थियो त्यो रिपोर्ट हिजो आइसक्यो। आज डक्टरलाई देखाउनु पर्ने छ है। सो रिपोर्टमा चाहिँ जे होस् राम्रो नर्मल है होस् होइन भन्न चाहन्छु। बुढीको लागि चाहिँ मैले यति धेरै गरिरहेको छु नि त। जाडोमा पनि हिँडिरहेको छु है। हिजो आउनुपर्ने थियो। हिजो पसलको कामले म आएँ भने अहिले फेरि विराटनगर रिटर्न हुँदैछु। सो आज भोलिमा फेरि आज त हुँदैन भोलि सायद पर्सि फेरि म कटारी आउँछु है। ल भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अब हेरौँ कतिको सकिन्छ जानलाई हिँड्नलाई। म एकदम बल गरेर चाहिँ हिँड्ने कोसिस चाहिँ गरिरहेको छु। चिसोले गर्दै म सकिरहेको छैन है त। ल साथीहरू म चाहिँ अहिले चुहाडे आइसकेँ होइन। चुहाडे त आएँ चिसोले होइन। अझै पनि हात चाहिँ एकदमै कट खाइरहेको छ नि त चिसोले होइन। चुहाडे भनेको अहिले चाहिँ मस्त घाम लागिरहेछ नि त। अनि यहाँ चाहिँ यो सिमेन्टी बोक्ने यो के भन्छ यसलाई होइन। ठ्याक्कै अहिले चुहाडे चोकमा छु होइन। के भन्छ यसलाई यो सिमेन्टी बोक्छ नि त यो भाँडो यसलाई के भन्छ थाहा छैन। र बाइक पनि अति नै कुदिरहेछ। हिजोदेखिको कुदैछ होइन। अहिले पनि कुदि नै रहेछ। अनि यहाँ अहिले लगभग 8:30 भयो कि 8:30 भयो कि के भयो त्यो चाहिँ हेरेको छैन। टाइम हेरेको छैन। जस यहाँ आइपुग्यो होइन चट्ट लगाएर अब चाहिँ घाम लागेको छ नि त। अब चाहिँ तातो हुन्छ कि भन्दैछु। हात चाहिँ औडै चिसो भइरहेको छ। हात कट खाएर क्या बाइक कुदाउनै नसक्ने भइरहेको छु नि त। अब घाम लागेको छ। अब चाहिँ केही हुन्छ कि भन्ने मैले सोचिरहेको छु है। यहाँ अहिले चाहिँ पसल अगाडि चाहिँ यहाँनिर बसिरहेको छु नि त। यसको पसलले चाहिँ थाहा छैन। अनि ल साथीहरू अगाडि हेर्दै जाउँ के हुन्छ। अब चिसो हुन्छ हुँदैन थाहा छैन। अहिले चाहिँ औडै चिसो भएर हात अझै पनि देख्न सक्नुहुन्छ है। चिसोले हात कस्तो भइरहेछ नि त। चिसो नहुँदाखेरि हात रातो हुँदैन नि त। अहिले ओभरै रातोकै नङहरू पुरै रातो देखिरहेछ नि त होइन। चट्ट लगाएर ओभर हरन निषेध क्षेत्र। ल साथीहरू है फेरि अहिले भेट्दै गरौँ है। ल अहिले चाहिँ म गाईघाटबाट अगाडि होइन। घाम लागिरहेछ र हुस्यो चाहिँ अहिले यति धेरै छ नि। जस्तै मैले अगाडिको होइन बाइक कुदाउँदा केही देख्दिनँ कि ल हेर्नु त। यस्तो हुस्यो लागेको छ कि यहाँ चाहिँ मा कसम गणेश भगवान्को कसम है। अगाडि केही देख्नै सकिँदैन कि। स्पिड त यहाँ त हिँड्ने बाटो नै छैन है। सो एकदम बिस्तारै हिँडिरहेको छु होइन। किनभने हुस्यो पनि लागिरहेछ नि त। अनि हुस्यो लागिरहेछ त्यसको कारणले घाम पनि झुल्किरहेछ। फेरि घाम नझुल्किया पनि होइन। उता अगाडि पछाडि घाम लागिरहेछ। यहाँ चाहिँ हुस्योले गर्दा घाम देखाएको छैन। अनि यति धेरै हुस्यो लागेको छ कि यो चिसो क्या। हुस्यो भएपछि चिसो चाहिँ ओभरै हुन्छ होइन। अब लेट्स सी जाउँ अगाडि बढौँ हामी चाहिँ है। के हुन्छ
चट्ट लाएर अगाडि गएर जाउँ। अब कतिको बाटो देखिन्छ भन्दाले पनि अब यहीँबाट कहीँ पर मान्छे त चिन्दैन को हो भनेर हो, अरू त के कुरा गर्नु। उताबाट बाइक आइरहेछ, बाइकको लाइट शुद्ध देख्दैन यार, नजिकै मात्र देख्छ बुलेट बाइकको लाइट छ त्यो पनि हो। यस्तो अवस्था छ यार बाटोमा, राम राम राम। यो पुस माघमा त धेरै गाह्रो बनाउँछ है। ल अब अगाडि हेरौँ के कस्तो छ है त। यार चिसो पनि यति चिसो नि यार, यहाँ घाम लाग्यो, यहाँबाट अलिकति हुस्यो लागेर कसम यति चिसो भयो, यति चिसो भयो। अब के कुरा गर्नु हुस्यो कस्तै यति चिसो भयो। मर्नु लागिसक्यो हात कक्रेर है। यो पन्जा खोल्नु नसकेर चाहिँ मैले अहिले यत्तिकै लगाइरहेको छु नि त, पन्जै खोल्नु नसक्ने अवस्थामा चिसोले पुगिसकेँ क्या। सो गाइज अहिले चाहिँ कोसी ब्यारेज आइसक्यो है, देख्न सक्नुहुन्छ कोसी ब्यारेज। कसम यति चिसो थियो नि साथीहरू, यति चिसो थियो म त यार बिजोग भयो आज त। लास्टै चिसो हुस्योले है, यति चिसो भयो नि हुस्योको कुरै नगरौँ। यहाँ हात कक्रेर लास्ट भइसक्यो है, खुट्टा त्यत्तिकै चिसो भइसक्यो। यो माथि यो जुन देख्नु भएको छ त्यो सब यो शीतले भिजिसकेको छ है, शीतले भिजिसकेको छ। लास्ट चिसो भयो यार साथीहरू है। अब देख्नु सक्नुहुन्छ उतातिर हुस्यो, ल हेर्नु होला है, हुस्यो लागिरहेको छ नि, यस्तो हुस्यो लागिरहेको छ यतातिर, के भन्नु यार अब है। भन्यो भनेदेखि है होइन होला भन्नु होला है। हुस्यो लास्ट लागेको छ। अनि साथीहरू भिडियोमा सब्सक्राइब, लाइक अनि बेल आइकनलाई थिपिदिनु होला र कमेन्ट पनि गर्नु होला है। यो भिडियोहरू तपाईँलाई के कस्तो लागिरहेछ है, त्यति चाहिँ गरिदिनु होला भन्न चाहन्छु म है। अहिले चाहिँ म इटरी आइपुगेको छु होइन। यहाँ चाहिँ किन आराम गरेको नि त, हिँडेकै चिसोले चाहिँ अति नै गाह्रो बनाइरहेछ है। सायद मलाई जहाँसम्म लाग्छ यसले चिसोले मलाई बिरामी बनाउँछ कि भन्ने मलाई लागिरहेछ। ठ्याक्कै म इटरी चोकभन्दा अलिकति मात्रै तल देख्न सक्नुहुन्छ, इटरी चोक अगाडि है। म चाहिँ यहाँनिर बसिरहेको छु अहिले, अनि मेरो बाइक चाहिँ त्यहाँनिर छ पर, अनि म चाहिँ यहाँनिर इटरी चोकभन्दा अलिक तल बसिरहेको छु। अब यहाँबाट चाहिँ सिधै हस्पिटल है, विकास टिचिङ हस्पिटलमा जानुपर्ने हुन्छ यहाँबाट। अनि अब हस्पिटलमा गएर डक्टर खगी छैन त्यो पनि बुझ्नुपर्ने छ है त। अहिले तपाईँलाई हस्पिटलमा गएर फेरि भिडियो आउँछ है हाम्रो। साथीहरू आइयो होइन, चट्ट लाएर भर्खर आइपुगेको। चिसोले चाहिँ औडै मारेर, चिसोले चाहिँ म हिटर ताप्दैछु यहाँनिर होइन। चिसोले चाहिँ आज मार्यो, यस्तो गाह्रो बनायो कि बाइक कुदाउँदाखेरि। यसो अब फाइनली आइपुगेँ, अब हस्पिटल जानु बाँकी छ। अब एकछिनमा हस्पिटल पनि जान्छौँ है।